ल सुरु गरौँ है त दिदी नहीं नगर्ने नगर्ने कस्तो अल्छी ल लागिरहेको सुरु गरौँ ल है भन्दै होइन ल हेलो गाइस आम हेमसागर घिमिरे आइम नजिर सिंह आज चाहिँ हामी के गर्न आँट्दैछौँ भन्दा हावा गफ आज चाहिँ हामी एडिक्सनको बारेमा हावा गफ गर्दैछौँ एडिक्सन हो र यो के हो दिदी मलाई त यो धुप जस्तो लाग्यो है यो अब के हो लाल चिया यो लेमन टी भयो करेक्ट आन्सर भाइ यस बी पोजिटिभ गाइज पोजिटिभ माइन्डसेट हुनु पर्यो तपाईँहरूको सो आज चाहिँ हामी जिन्दगीको बारेमा कुरा गर्दैछौँ जिन्दगी कति नै बाजा छ र भाइ तिमीले हिजो अस्ति जन्मे जस्तो लाग्छ हो र हो नि म हिजो मात्रै जन्मे गरेको यस्तो हेरिदिनु यार दिदीले ठिक छ ल त्यसो भए हामी सुरुबाटै सुरुवात गरौँ होला सुरुबाटै सुरुवात गरौँ सो तपाईँले स्कुल लाइफको बारेमा छोटो मिठोमा भनिदिनु न त केही अब म त होल लाइफ हस्टेल बसेको हो होइन छोटो मिठो त थिएन हस्टेलमा त हामी जहिले पनि कहिले घर जाने भनेर काउन्ट गरेर बस्थ्यौँ सो छोटो मिठो चाहिँ ठिक छ तिम्रो चाहिँ कस्तो थियो त मेरो त केही थिएन नर्मल घरबाट स्कुलबाट घर त्यस पछाडि होमवर्क यता त्यता अबि होमवर्क है मलाई त मन नै पर्दैन भने होमवर्क इज द बिगेस्ट एनिमी गाइज मैले त कहिले पनि गर्दिनँ होमवर्क म चाहिँ गर्थेँ आई वाज अ गुड स्टुडेन्ट गाइज आई एम भेरी गुड प्लिज अनि यो एडिक्सनको कुरा गर्दाखेरि चाइल्डहुडको एडिक्सनको कुरा गर्दाखेरि चाहिँ कसरी रिलेट गर्छौ त चाइल्डहुड र एडिक्सनलाई चाइल्डहुडमा त अब यस्तो नराम्रो एडिक्सन भन्ने केही थिएन एडिक्सन एउटा चाहिँ के तर अहिले सबै बच्चाहरू एडिक्ट छ तिमीलाई थाहा छ कि थाहा छैन अहिलेको बच्चाहरू चाहिँ छ अहिलेको बच्चाहरू केमा एडिक्ट छ अहिलेको बच्चाहरू त मोबाइलमा स्पेसल्ली एडिक्ट छ जस्तो लाग्छ मलाई ओ सोसियल मिडिया र यो के अरे यो ड्रग्स एन्ड यस्तो छ नि चुरो ड्रग्सी एभ्रिथिङ सोसाइटीले क्या नराम्रो भन्छ नि त तर फोन चाहिँ बाउ आमाले आफै दिइरहेको हुन्छ कि अनि के हुन्छ भने जसरी यो कुराहरूले दिमागलाई इम्प्याक्ट गर्छ नि त्यसरी नै सोसियल मिडियाले सेम इम्प्याक्ट गरिरहेको छ तर बाउ आमाले चाहिँ एडिक्सन आफै दिन्छ क्या हातमा अहिले अब त्यो फोन हेर्ने जतिखेर बसिराख्ने भित्रै केही छैन बाहिर निस्किने गर्ने छैन जिन्दगी छैन बाउ आमाहरू दङ्ग गरेर बसेको छ कि मेरो छोराछोरी त बिग्रिया छैन ज्ञानी छ काहीँ पनि जाँदैन घरैमा बसिराख्छ वा मेरो राजा बेटा भन्ने होइन त त्यही हो नि त त्यही सो यस्तै छ केटाकेटीहरू अहिलेको केटाकेटीहरू हेर्दै गर तिमीहरू काम छैन घरमा बसो ठुल्ठुलो कुरा गरो अहिले पनि तपाईँहरू एडिक्टै भएर हाम्रो भिडियोमा आइपुग्नु भएको होला होइन एडिक्ट हामी पनि भिडियो बनाउन एडिक्ट भएर भिडियो बनाएर अनि चाहिँ चाइल्डहुडको कुरा गर्दाखेरि चाहिँ अब हामीहरू त आई थिङ्क अर्कै कुरामा फस्यौँ होला होइन तर आजकलको बच्चाहरू हेर्दा चाहिँ सुध्रिया जस्तो देख्छ यत्रो चस्मा लगाइरहेको हुन्छ होइन तर यु गाइज आर अल्सो इक्वली एडिक्टेड जसरी पहिला चुरोट खाएर बिग्रेर बच्चाहरू हिँडिरहेको हुन्छ त्यही लेभलको हो क्या अहिले त्यो सोसियल मिडिया तर मलाई लाग्छ होइन चुरोट रक्सीको लत छुटाउनलाई अलिक सजिलो छ यो फोनवाला चाहिँ किनभने फोन त प्रब्लमै छैन नि त इट्स लाइक उ त्यो हुन्छ नि त फर्स्ट स्टेप अफ लाइक एडिक्सनहरू निस्किने चाहिँ कसरी हो भने पहिला प्रब्लम एड्रेस गर्यो नि त यो नराम्रो कुरा हो भनेर भन्यो अनि निस्किन सक्छ नि त तर सोसियल मिडियामा त कसैले पनि यो नराम्रो कुरा हो भनेर भन्दैन नि त ट्याबु पनि छैन नि त पुरै बाटोमा सबैजना फोन चलाएर बसिरहन्छ अहिले त लाइक सबै हेरो यसो हेरो मान्छे हिँड्दाखेरि पनि उँधो मुन्टो लगाएर हिँडिरहेको हुन्छ होइन अगाडि के आइरहेछ थाहा छैन बाटो काट्दा पनि है केटीहरू अहिले त केटाहरू पनि उस्तै हो म पनि बेला बेला त गर्छु केटाहरू पनि त केटीहरूलाई मेसेज गर्नु पर्यो नि त होइन रिप्लाई हान्नु पर्यो अब यताबाट आउँछ होइन हेलो बेबी के गर्दैछौ भन्यो होला यताबाट तिमीलाई त्यस्तै भन्छ मलाई त भन्दैन त्यस्तो किन गर्लफ्रेन्ड छैन छोडेर गयो अनि त्यही अब यो सोसियल मिडिया एडिक्सनले चाहिँ हाम्रो दिमाग सबैको फ्राई भइसकेको छ अनि त्यसपछि अब
एडिक्ट चाहिँ कसरी हुन्छ त थाहा छ तिमीलाई? एडिक्सन अब तिमी त आइटी पढेको हो नि त, पढिरहेछौ प्रेसिडेन्सियल कलेजमा, सोसियल मिडियाले चाहिँ कसरी एडिक्ट बनाउँछ त? सोसियल मिडियाले अब त्यो खै थाहा भएन तपाईँ नै भन्नु न त त्यसो भए कसैलाई पनि थाहा छैन गाइस, एकदम ठुलो सिक्रेट है। एकदम ठुलो सिक्रेट यसो लाइक अब मान्छेहरूले चाहिँ अब अलिकति बोरिङको पार्ट छ है गाइस। यो जसरी यो चुरोट रक्सीले दिमागमा डोपामिन रिलिज गर्छ नि, त्यसरी नै एभ्री टाइम हामीले सोसियल मिडियामा फिड हेर्दा, फोटो हेर्दा, भिडियो हेर्दाखेरि त्यही कुराले फिडले हानिरहेको हुन्छ कि डोपामिन। सो अब तपाईँहरूलाई एडिक्ट छैन जस्तो लाग्छ होला कि, जसलाई पनि त्यही लाग्छ कि म चाहिँ एडिक्ट होइन भनेर सोसियल मिडिया म चाहिँ नचलाइ बस्न सक्छु जस्तो लाग्छ। यस्तो नि त, चोरले चोर हो भन्दैन, अब एडिक्ट एडिक्ट हो भन्दैन त्यस्तो। अनि एकचोटि आफै ट्राई गर्नु कि लाइक 1 घन्टा हुन्छ नि म फोन नचलाइकन नहेरिकन बस्छु भनेर ट्राई फोनै गर्नु। नछुइकन बस्छु भन्नु, फोन नछुइकन नोटिफिकेसन पप भयो भने हेर्दिनँ भनेर बाल ट्राई नदिकन बस्नु पर्यो। बाल नदिकन बस्नु पर्यो होइन, सक्नुहुन्न कि। आई विल लाइक म ग्यारेन्टी नै दिन्छु कि च्यालेन्ज सबैजनालाई च्यालेन्ज 1 घन्टा फोनै नचलाइकन बस्ने ट्राई गर्नु होइन, कसैले पनि सक्नुहुन्न कि। सो द्याट्स वाइ एभ्रीबडी इज एडिक्टेड के। हामी पनि अब त्यो मेकानिजमहरू गर्न थाल्यो भने कस्तो बोरिङ हुन्छ। अब त्यो एल्गोरिदम कसरी बनाएको हुन्छ, मेन कुरा चाहिँ के हो भने यो सोसियल मिडिया प्लेटफर्महरू जति पनि छ उनीहरूले कसरी पैसा कमाउँछ त? तपाईँहरूले पे गर्नुहुन्छ त सोसियल मिडियालाई? तिमीले अहिलेसम्म फेसबुकलाई कति पैसा तिरेछौ? जेरो होइन। सो उनीहरूले चाहिँ पैसा कसरी कमाउँछ भने तपाईँहरूको अटेन्सन लिएर, हामी नै प्रोडक्ट हो, हामी नै कस्टमर हो। अनि तपाईँहरूले जति धेरै टाइम स्पेन्ड गरे सोसियल मिडियामा त्यति धेरै उनीहरूले पैसा कमाउने हो। सो अनि उनीहरूले चाहिँ एभ्रिथिङ एल्गोरिदम यसरी सेट गरेको छ कि हेरे गरोस्। तपाईँलाई कहिले जस्तै तपाईँले अब जस्ट एउटा अब कामकै नोटिफिकेसन आयो अरे होइन, मेसेज आयो अरे होइन, अनि टक्कै हेर्नुभयो, त्यस पछाडि फेरि रिल्स स्क्रोल गर्न थाल्नु भयो अरे क्या। रिल्स हेर्न थालेपछि त रोकिनै नसक्ने के हो कि त्यो। त्यो 1 घन्टा 1.5 घन्टा त्यो बितेको चालै हुँदैन क्या त्यो। त्यही भएन 1 घन्टा 1.5 घन्टा भाइ, म त 4-5 घन्टा पनि हेर्छु। रिल्स गाइस धेरै हेर्नु भएन। तिम्रो इन्स्टाग्राम नोटिफिकेसन तर मैले बाल दिएको छु त्यसलाई। ओ यस, आई एम नट एडिक्टेड गाइस। अनि अब यो एडिक्सन छ भन्ने त थाहा भयो नि त तपाईँहरूलाई, आई होप सो हुन्छ नि। हामीले त्यति राम्रो एक्सप्लेन त गरेको छैन, त्यो हामी बिस्तारै बिस्तारै डिप डाइभ गरौँला हुन्छ नि। तर अब एडिक्ट हो, म एडिक्ट हो भनेर थाहा पाएँ होइन, तर अब कसरी निस्किने त होइन र? निस्किन त मन लाग्छ नि त। नोबडी वान्ट्स टु बी एडिक्ट हुन्छ नि। अब निस्किने चाहिँ कसरी भन्दाखेरि फर्स्ट सबैभन्दा ठुलो पोइजन चाहिँ सर्ट फर्म भिडियो हो कि। यो 10 सेकेन्ड 5 सेकेन्ड यो रिल्सहरू छ नि, टिकटकमा काभ्रेली सम्धी अनि हरिया काक्रो के अरे धराम मकैबारी। मेरो एल्गोरिदम त राम्रो छ भाइ, त्यस्तो कुरा आउँदैन। अहिले ट्रेन्डिङै त्यही छ क्या है, ट्रेन्डमै त्यही छ। यो टिकटकको पनि तपाईँहरूलाई म कस्तो बोरिङ मान्छे जस्तो लाग्ला हुन्छ नि। टिकटकको पनि तपाईँहरूले चाइनामा चाहिँ टिकटक चलाउनु भयो भने चाहिँ त्यहाँ चाहिँ एकदम स्टेमको कन्टेन्टहरू मात्रै आउँछ कि, लाइक साइन्सको टेक्नोलोजीको यस्तो खालको कन्टेन्ट मात्रै हुन्छ। उनीहरूले आफ्नो बच्चाहरूको ब्रेन नबिग्रोस् भनेर। अनि अरू ठाउँमा चाहिँ यस्तो ट्रास कन्टेन्टलाई जति धेरै ट्रास गरे त्यति धेरै भाइरल के। सबैको त्यही हो नि त, टिकटकमा हेर्ने नै मेनली केटाहरूको। केटीहरूको पनि त्यही हो, केटीहरूको पनि, केटीहरू नाच्ने केटाहरू हेर्ने। अनि अब यसको एडिक्सन चाहिँ बिस्तारै बिस्तारै हुन्छ। तर म चाहिँ के एडभाइस गर्छु नि, सर्ट फर्म भिडियो नहेर्ने, भिडियो हेर्नै पर्ने छ भने चाहिँ लामो लामो भिडियो हुन्छ नि, युट्युबको 10 मिनटको 20 मिनटको 5 मिनटकै भिडियोहरू पनि हेर्नुभयो भने चाहिँ तपाईँहरूले आफै डिफरेन्स देख्न थाल्नुहुन्छ कि। कति चाहिँ त्यो ह्याङओभर भएको जस्तो हुन्छ नि, हुन्छ कि हुँदैन मलाई? अब आधी घन्टा 45 मिनट त्यो रिल स्क्रोल हाने गरेछ होइन, त्यस पछाडि उठेपछि त राम त्यो कहाँ कुट्टा गरेर त्यो जिउ लत्र्याक लुत्रुक भएर माइन्डै कस्तो के भन्ने क्या, अब थकित भएर उठे जस्तो हुन्छ क्या है। त्यसैले अब नहेर्नु होला।
हाम्रो भिडियो चाहिँ हेर्नु पर्यो है भ्युज बढाउनु पर्यो अलिकति आजको लागि यति नै गरौँ होला है भाइ यति नै गरौँ होला हामीलाई अल्छी लागिसक्यो जस्तो लास्ट अल्छी लागिसक्यो आज हामीले धेरै सर्ट फर्म भिडियो हेर्यो जस्तो बिहान उठ्ने बित्तिकै उसको टिकटक हेरेको थिएँ म हस् ल थ्याङ्क यू सो मच गाइस